गरिमा जस्ताका हत्यारालाई पालेर काम पनि छैन, गोल्ठो खिच्दाइदिनुस्। यो राज्यले एउटा कानुन ल्याउन सक्दैन। कुरा त ठिकै हो, अन द स्पोट ढाल्दिने, तर कस्तो आधारमा ढाल्ने भन्ने हो कुरा हो क्या। र सपोजिङ मानिलिउ त्यस्तो कानुन बनिहाल्यो भने पनि जसले जसलाई आरोप लगाइदिँदा पनि भयो नि त। भोलिको दिनमा त सबैलाई ठोक्दै हिँड्ने हो त होइन नि। हाम्रो कानुन चाहिँ फास्ट ट्र्याकमा न्याय पाउने हुनु पर्यो क्या। आज अदालतमा मुद्दा दर्ता भएको छ, आजको अब 5 वर्ष 10 वर्ष 15 वर्षपछि चाहिँ उसले न्याय पाउँछ, त्यो पनि मुस्किलले। मानिलो आज मान्छे ठोकिदियो, 15 वर्षपछि चाहिँ त्यो मान्छे निर्दोष छ भने के त्यो मान्छे फेरि ल्याउने त? त्यस्तो प्रकारले होइन त। कानुन चाहिँ त्यस्तो प्रकारले लेख्नु पर्यो, फास्ट ट्र्याकमा उसले जस्टिस पाउने र अदालतले प्रमाणित गर्यो यो व्यक्ति चाहिँ गलत थियो भने चाहिँ त्यसलाई चाहिँ बीच बाटोमा राखेर ठोक्नुपर्छ।